हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो भिडियोमा। म चाहिँ आज भिडियो पारी डेभिटार घरबाट सुरु गर्दैछु किनकि आज म डेभिटार आएको छु। किनभने आज हाम्रो घरमा चण्डीमुनिको पूजा छ, त्यही भएर म डेभिटार आएको छु र मेरो भिडियो यहाँबाट सुरु हुन्छ आज। र एज यु क्यान सी यो चाहिँ जाडो मगरको घर हो नि त, त्यही भएर। र सडन चेन्ज इन द प्लान, पानी सुकेर हामी पानी लिन जाँदैछौँ जङ्गलमा। आथा लाङ्गुटे कहाँ अझ त चढ्दैन है, झामा लाएर आऊ। ए गाह्रो भयो, सकेन। हामी चाहिँ यो उकालो डाँडा कटेर पनि जाने हो हजुर। र डाँडा कटिसकेपछि चाहिँ एकदम राम्रो भ्यू थियो, जङ्गल कति राम्रो ग्रिन फरेस्ट। र जङ्गलबाट पर चाहिँ नारायणघाट बजार देखिन्छ। हो कि मलाई छोडेर जानु पर्खिनु साइलामा, म एक्लै भइहाल्छु नि जङ्गलमा। फेरि हामी डाँडा काँडा चिरेर टक्क जाँदैछौँ, पर्खाल कटेर डाँडा कटेर पानीको खोजीमा। र पानी चाहिँ सुकेको रहेछ, हाम्रो केही गल्ती छैन यसमा। पानी लिन आएको हामी, पानी नै छैन, सुकेछ। र हामी चाहिँ पानी ल्याइसकेछु भन्दाखेरि पनि सुकिसकेर चाहिँ, त्यही भएर नपाएपछि घर फर्क्यौँ। र घरमा चाहिँ लगभग पूजाको सबै तयारी गरिसकेर चाहिँ एज यु क्यान सी फुलहरू र रमाइलो भयो एकदम। र उहाँहरू हुन्छ मेरो भाउजूहरू र लाइ सन्तानको बुहारीहरू। मिठो हो त के को कुकर खोजेर सबजना मिलेर झाडको कुकर थापे के खानु हजुर? रमेश दाइ चाहिँ हाम्रो पुजारी हुनुहुन्छ, त्यही भएर गाईले पकाएर बालीलाई यसो मनाएर पकाएर पूजा गरेर सबै सक्नुभयो। त्यसपछि हामी फर्क्यौँ घरतिर। आजलाई हाम्रो पूजा सकिसक्यो, हामी घर फर्किँदैछौँ। थ्याङ्क्स फर वाचिङ।